हेलो गुड मर्निङ साथीहरू। भर्खर म चाहिँ उठ्दैछु होइन, मुखसुख धुनु जानु पऱ्यो अब। मुखसुख धोएर आएर दोकानमा बसिरहेको छु अहिले होइन गाइस। दोकानमा बसेपछि अघि इस्कुसको मुन्टाहरू भिजाएर बसिरहेको नि त म अहिले चाहिँ होइन। इस्कुसको मुन्टाहरू हेर्नु, बोडीहरू हेर्नु, अनि यो चाहिँ पत्रास हो होइन गाइस। अनि दिदीले चाहिँ लानुभयो पत्रास अनि बिस्कुटहरू हेर्नु सक्नुहुन्छ गाइस। मैले भन्दा पनि फुपूले मिलाउनु भएको म त भर्खर उठेर बसी मात्र राखेको देखाउँदैछु। यो चाहिँ धनकुटाको भाइरल चक्लेट हो, हेर्नु सक्नुहुन्छ। भेरितारको पनि छ है गाइस, आउनु लिनु। यी चक्लेटहरू राम्रो राम्रो छ, आउनु होला लिनु सबैजना होइन। अहिले चाहिँ भेरितारको भ्यू यस्तो छ, मौसम पुरा धुम्म भएर छ, घाम लागेको छैन दिनभरि। हेर्नु सक्नुहुन्छ दिउँसो यस्तो धुम्म भएर छ, घाम लागेको छैन होइन गाइस। अहिलेसम्म कस्तो सफा छ मौसम, न्यानो मुन्टा हेर्नु सक्नुहुन्छ। दिउँसोको भ्यू मान्छेहरू हेर्नु सक्नुहुन्छ। आज शनिबारको दिन हो नि त, शनिबारको दिन यहाँ भिडै हुन्छ भनौँ। शनिबारको दिन भेरितारमा होइन भिडै हुन्छ मान्छेहरूको जहिले हेर्नु सक्नुहुन्छ गाइस। दिउँसोको यो 1 बजेतिरको भ्यू है यो चाहिँ होइन गाइस। हेर्नु सक्नुहुन्छ यो मान्छेहरू यस्तो भएर चाहिँ 2-3 बजेतिरको चाहिँ यो 2 पनि भन्नु के भन्नुहोस्, 3 बज्नै लागिरहेको थियो। 3 बजेको भ्यू यस्तो छ है। यो चाहिँ 4-5 बजेको भ्यू है, हेर्नु सक्नुहुन्छ गाइस। सिस्नो पनि आइपुग्यो, हेर्नु सक्नुहुन्छ। सिस्नो राम्रो छ, चक्लेट दिनुहुँदैछ दिदीहरूले। दिदी बहिनी यति भन्दै म बिदा माग्छु।